सम्पूर्णमा नमस्कार। म राकेश घिमिरे। यहाँहरूलाई आज म एउटा सानो भिडियो बनाएर मलाई विभिन्न ठाउँबाट विभिन्न टिचर्सहरूले यो फाइल कसरी बनाउनु भएको, यो फाइल हामीलाई पनि दिनुहोस् न भन्नुहुन्छ। म तपाईँहरूलाई यो फाइल दिनकै लागि यो भिडियो बनाउँदैछु। तपाईँहरूले यो फाइलको बारेमा पहिला जान्नुहोला। फाइल कसरी बनाएको चाहिँ म यसमा राखेको छुइनँ। यदि तपाईँहरूलाई चाहिएछ भने कमेन्ट गर्नुहोला। पहिला त यो फाइल बनाइसकेपछि तपाईँहरूले यो फाइल आफै युज गर्न मिल्ने भइसकेको छ। तपाईँहरू आफैले युज गर्न मिल्छ। त्यसैले यो फाइललाई मैले तपाईँहरूलाई कसरी कुन माध्यमबाट दिन खोजिरहेको छु भन्ने फुल भिडियो हेर्नुहोला। त्यस पछाडि थाहा पाउनुहुन्छ। यहाँ मैले यो क्लास 10 मा युजफुल छ। तपाईँहरूले क्लास 10 का लागि चाहिँ मोस्ट इम्पोर्टेन्ट नै छ यो। भिजुअल्ली देखाउनका लागि तपाईँहरूलाई यो आवश्यक पर्न सक्छ। यदि आवश्यक पर्छ भने तपाईँहरूले यो फाइल डाउनलोड गर्न सक्नुहुन्छ। यो फाइलको विशेषताहरू के छन् भने नेपाली माध्यमबाट पढाउनका लागि पनि सकियो। यो नेपालीमा छिचेपछि सबै हाम्रो नेपालीमा आउँछन्। यी फाइलहरू कसरी अपोजिट एङ्गलहरू कसरी इक्वल वाइ भन्ने कुराहरू एक्सप्लेन गरेर पढाउनु होला। यहाँ देख्दाखेरि र पढाउने तरिकामा हामीमा भर पर्छ। तपाईँहरूले जसरी पढाए नि हुन्छ। यहाँ एकदमै यो पनि राम्रो छ। तपाईँहरूले यो फाइललाई अझै राम्रोसँग युज गर्न सक्नुहुनेछ। तपाईँहरूले यो इङ्ग्लिसको माध्यमबाट पढाउन चाहनुहुन्छ भने इङ्ग्लिस पनि छ हामीसँग। यसरी ओभरल्याप हुन सक्छ है। तपाईँहरूलाई यो फाइल म कहाँ राखिदिन्छु भने यही भिडियोको डिस्क्रिप्सनमा फाइल अपलोड गरिदिन्छु। हजुरहरूले यसबाटै डाउनलोड गरेर तपाईँहरूले चलाउन सक्नुहुनेछ। यो फाइल तपाईँहरूले जसरी चलाए नि हुन्छ। तपाईँहरूले आफ्नै फाइल बनाएर आफूले फेसबुकमा राख्न पनि सक्नुहुन्छ। विभिन्न माध्यमहरू छन्, सबै सामु पुर्याइदिनु होला। यो भिडियो तपाईँहरूलाई मेटेरियल शुद्ध यो भिडियो दिँदैछु। यहाँहरूले यस मेटेरियललाई भरपुर युज गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।